गर्नुभएको थियो। त्यसै गरी यसपाल पनि हाम्रो चौथो गोर्खा ट्रायल रन कार्यक्रमलाई पनि उहाँहरूले टेक्निकलदेखि लिएर अन्य विभिन्न सेक्टरमा काम गर्ने कुरामा साथ सहयोग दिनुभएको छ। उहाँहरूलाई विशेष धन्यवाद। धरान टिमलाई सर्टिफिकेट मेडल प्रदान गरिदिनुमा म सभाध्यक्षज्यू विशेष अतिथिज्यूहरूलाई म हार्दिक अनुरोध गर्दछु। गोर्खा सेमेस्ट्री टस नेपालको तर्फबाट चौथो गोर्खा ट्रायल रेन्जर आउनुभएका सम्पूर्ण टिमलाई पनि धेरै धेरै धन्यवाद। समापन भएको छ। ल ल हेमन्तजीको टिम आएर पूर्ण भयो यो अघि नआएर यहाँ आफ्नो हितैषिता र यो संस्थालाई साथ सहयोग गरेर अगाडि बढ्ने कुरामा उहाँको ठुलो साथ सहयोगले गर्दाखेरि हामीले उहाँहरूलाई धन्यवाद दिनैपर्छ। हाम्रो संस्थाले उहाँहरूलाई सम्मान गर्नैपर्छ भन्ने हाम्रो विजय हो। हिमाल सरलाई धेरै धेरै धन्यवाद। र आजका यस कार्यक्रममा ट्राफिक प्रहरीका टिमले पनि सहयोग गर्नुभएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद। ट्राफिकका टिमलाई पनि मेडल र सर्टिफिकेट प्रदान गरिदिनुमा म सभाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सुरक्षामा चाहिँ यसै भन्सारी चौकीका सिङ्गो टिमलाई पनि सर्टिफिकेट मेडल प्रदान गरिदिनुमा म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी इलाका प्रहरी कार्यालयका टिम पनि हामीलाई साथ सहयोग दिएर हाम्रो कार्यक्रम उद्घाटन स्थलदेखि समापन स्थलसम्म सुरक्षा प्रदान आयोजकको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद। उहाँहरूले पनि सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नु भएको कारणले आयोजकको तर्फबाट त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय अन्तर्गत यो धरान वडा नम्बर 20 र भन्ज्याङमा रहेको ट्राफिक व्यवस्थापनमा राम्रो व्यवस्था गरेकोमा उच्च सम्मानका साथ उहाँहरूलाई पनि आयोजकतर्फ गोर्खा सेमेस्ट्री टस नेपालको तर्फबाट नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी अन्तर्गत ट्राफिक प्रहरी आजको रूपमा चाहिँ उहाँहरूले कार्यक्रम सम्मान स्वरूप समाज र राष्ट्रप्रति सुसूचित गराउनुहुने सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। पत्रकार महासङ्घको अध्यक्षज्यू र निवर्तमान अध्यक्षज्यूहरू लगायत सिङ्गो यस क्षेत्रमा रहेका विभिन्न सङ्घ संस्थामा आबद्ध रहनुभएका यस क्षेत्रका उद्योगी व्यापारी समाजसेवी महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद। आज